आज हामी ट्रिपबाट यो हाम्रो वोफेङको सेटरलाई कसरी एसेम्बल गर्न सक्छौँ भनेर हामी सिक्न गइरहेछौँ। यसको लागि हाम्रो सबैभन्दा सुरुमा आवश्यक पर्ने हुन्छ यो युनिभर्सल केबल। यो वोफेङ सेटको यो चाहिँ के प्लग हो। यसको चाहिँ यो यसमा भएको हेडफोन र माइक ज्याकमा के उसमा पोर्टमा लाग्नेछ। अनि यो चाहिँ हाम्रो कम्प्युटरमा लाग्नेछ। हेरौँ अब विस्तृत हामी कसरी गर्नेछौँ भनेर सक्नुहुन्छ। मैले चाहिँ यो कम्प्युटरको युएसबी पोर्टमा यो युएसबी पोर्ट लगाइसकेको छ। अब हाम्रो यो रहेको किपोर्ट चाहिँ अब हामी यो वोफेङको उसमा लगाउँछौँ। हामीले सक्सेसफुली यो उसमा लगाइसकेको छौँ। अब हाम्रो काम भन्ने हुन्छ कम्प्युटरबाटै हुन्छ। कम्प्युटरमा सर्भप्रथम ट्रिप भन्ने सफ्टवेयर डाउनलोड गर्नुपर्छ। मैले पहिले नै डाउनलोड गरिसकेकोले मसँग रेडी भएकोले कस्तो सुरुमा रेडियो कनेक्ट गरिसकेपछि यहाँनिर माथि तपाईँले देख्न सक्नुहुनेछ यो रेडियो भन्ने अप्सन आउँछ। यो रेडियो अनि रेडियो पछाडि यहाँ तपाईँको डाउनलोड फ्रम रेडियो भनेको छ। तपाईँको रेडियोबाट डाउनलोड आफ्नो च्यानलहरू सबै कम्प्युटरमा डाउनलोड गर्नेछ। यसको लागि तपाईँले रेडियो फ्रम डाउनलोड गर्नुपर्ने। यसरी एउटा डायलग बक्स आउँछ। यहाँनिर चाहिँ तपाईँहरूको यो पोर्ट भन्ने आउँछ। यहाँनिर तपाईँहरूको जुन अब कम्प्युटरमा पोर्ट कनेक्ट गरेपछि यसो आउँछ। मेरोमा चाहिँ कम्प्युटर यो 5 युनिभर्सल सिरिज भनेर छ। यो भेन्डर यो भेन्डरमा चाहिँ तपाईँको कसको सेट हो, यो कुनको सेट हो भनेर यहाँनिर हुन्छ। मेरो चाहिँ यहाँनिर वोफेङ भएर वोफेङको सेट गरेको छ। अनि यहाँ मोडल मैले अहिले युज गर्दै गरेको मोडल चाहिँ यो 9R Pro हो। यसरी यहाँनिर चाहिँ तपाईँले यसरी गर्नुपर्ने हुन्छ 9R Pro। तर मेरो यो रिसेन्टमै यहाँनिर मेरो छ 9R Pro। यसरी यहाँ निकाल्न सक्ने। त्यसपछि ओके गर्दाखेरि अब यसले तपाईँको रेडियोमा भएको सम्पूर्ण च्यानलहरू यसले क्लोन गर्न थाल्छ। यसले यहाँनिर तपाईँको सिस्टममा देखाउन थाल्छ। यसरी तपाईँको क्लोन भइसकेपछि यहाँ सक्सेस भएपछि यहाँ यसरी आउँछ। जस्तै अहिले चाहिँ म तपाईँलाई के गरेर सिकाउँदैछु भने जस्तै हाम्रो यहाँनिर देखिरहनु भएको छ पूर्वेली भनेको यो अफिस हो। हाम्रो यो अफिसको नाम हो। अफिसको च्यानल चाहिँ हामीले 433.000 युज गरेका छौँ। यसको चाहिँ टोन मोड चाहिँ TC केबल्स छ भने यसको तपाईँको कोड चाहिँ 110.9 छ। अब यसलाई म तपाईँलाई चेन्ज गरेर देखाउन गएछु। अब यसलाई म युज गर्नेछु। अब हाम्रो नयाँ बनाउने छु। यसको चाहिँ 442 बनाउने छु र यसको यता पोइन्ट पछाडिको तपाईँको 5000 बनाउने छु। यो एउटा भएको। अनि अर्को तपाईँको अर्को एउटा सेम यही कुनै एउटा अपडेट गरेर जस्तै यहाँनिर तपाईँको 138.550 बनाएको छु। यसलाई चाहिँ अब मैले अपडेट गरेर 139.7 अरू 5 0। यसमा चाहिँ मैले एकछिनको लागि होम भनेर लेखेको छु है। अब यसमा चाहिँ मैले टोन मोडमा टोन मात्रै सेलेक्ट गरेर चाहिँ के हुन्छ भने यसले पठाउँदाखेरि मात्रै यसले तपाईँको कोड दिन्छ। तर के अरे रिसिभ गर्दाखेरि कुनै कोड लिँदैन, मतलब पासवर्ड लिँदैन। TC केबल्स गर्दाखेरि तपाईँको आउँदा र जाँदा दुईवटाको पासवर्ड हुनेछ। यसको लागि चाहिँ म यसको पासवर्ड चाहिँ 110.9 हुन्छु र यसको यो FM मोडमा FM राख्नेछु। यसको पावर हाई राख्नेछु। अब यो यसरी एडिट गरिसकेपछि अब यो रेडियोमा कसरी क्लोन गर्ने, रेडियोमा कसरी पठाउने भन्दाखेरि यहाँनिर माथि तपाईँले रेडियो फेरि देख्नुभएको छ। रेडियोमा क्लिक गर्ने त्यसरी अपलोड टु रेडियो भन्ने हुन्छ। अब यस्तो डायलग बक्स आउनेछ। यसमा तपाईँले ओके थिचिदिनु भयो। तपाईँको रेडियोमा त्यो च्यानल अपडेट भएर हुनेछ।